नमस्कार। लोकसेवा आयोगको तयारी गरिराख्नु भएका यहाँहरू सबैलाई महत्त्वपूर्ण र उपयोगी भिडियो लिएर आउने क्रममा आज पनि हामी उपस्थित भएका छौँ। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोला, भिडियो मन परेमा लाइक तथा सेयर गर्नुहोला, साथै लोकसेवा सम्बन्धी महत्त्वपूर्ण अपडेटको लागि लेट्स रन पिएचसी हाम्रो फेसबुक पेजलाई फलो गर्नुहोला भन्ने अनुरोध गर्दछौँ। लोकसेवा आयोगको जुनसुकै तहको परीक्षाको लागि एकदमै उपयोगी सामग्री सार्वजनिक प्रशासन भनेको के हो अथवा सार्वजनिक प्रशासनको परिचय दिनुहोस् भन्ने सन्दर्भमा आजको हाम्रो सामग्री रहेको छ। हाम्रो परिचय श्रृङ्खलामा विभिन्न विषयवस्तुको बारेमा हामीले परिचय राखेका छौँ। एकचोटि हेर्नु भएको छैन भने हेर्नुहोला भन्ने अनुरोध गर्दछौँ। आउनुहोस् आज सार्वजनिक प्रशासन भनेको के हो भन्ने सन्दर्भको आजको सामग्रीतर्फ लाग्छ। सरकारद्वारा गरिने सम्पूर्ण क्रियाकलापहरूको समष्टिगत रूपलाई सार्वजनिक प्रशासन भनिन्छ। संविधानले परिकल्पना गरेका राजनैतिक, आर्थिक र सामाजिक उद्देश्य हासिल गर्न होस् वा भौतिक स्रोत साधनको उच्चतम प्रयोग गर्न किन नहोस्, सार्वजनिक प्रशासनको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। सरकारले देशको विकास, समृद्धि र विकासको लागि राखेको लक्ष्य उद्देश्यहरू पूरा गर्ने संयन्त्र नै सार्वजनिक प्रशासन हो। निश्चित प्रयोजनको लागि एकभन्दा बढी मानिसहरूको सञ्चालन, समन्वय र नियन्त्रणलाई सार्वजनिक प्रशासन भनिन्छ। जनताको हित, कल्याण, शान्ति, सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्ने सार्वजनिक प्रशासन मानिसको सभ्यता सफल वा असफल भनी निर्धारण गर्ने माध्यम हो। सार्वजनिक प्रशासन चुस्त, दुरुस्त, सुशासनयुक्त बनाउँदै जनतालाई पुर्याउनु पर्ने सेवा सुविधा समयमै पुर्याई जनसन्तुष्टि हासिल गर्नुपर्ने देखिन्छ। सरकारद्वारा आम जनताको हितका लागि सञ्चालित प्रशासन नै सार्वजनिक प्रशासन हो। यो राज्य वा शासन सञ्चालन गर्ने स्थायी संयन्त्र हो। सार्वजनिक प्रशासन भन्नाले मुलुकको शान्ति, सुरक्षा र व्यवस्था, कल्याणकारी कार्यहरू, सार्वजनिक नीतिहरूको तर्जुमा तथा कार्यान्वयन, मानवीय तथा गैर मानवीय विविध स्रोत साधनको व्यवस्थापन, विकास कार्यहरूको सञ्चालन आदि क्रियाकलापसँग सम्बन्धित मुलुकी प्रशासनलाई जनाउँदछ। राष्ट्रिय उद्देश्य प्राप्तिका लागि मानवीय तथा भौतिक साधनको परिचालन गर्नु सार्वजनिक प्रशासन हो। राज्यले आम जनताका लागि गर्भदेखि चिहानसम्मका सम्पूर्ण आवश्यकता परिपूर्ति गर्नुपर्ने हुँदा सरकार एक्लैले उक्त कार्यहरू गर्न असम्भव प्राय जस्तो हुन्छ। तर सरकार मात्र सार्वजनिक निकाय नभएकाले सरकार वा राज्यबाट निर्धारित नीति, नियम र विनियोजित साधन स्रोतको आधारमा सर्वसाधारणको हक, हित र चिन्ता चासोको विषयमा सञ्चालन गरिने क्रियाकलापहरूको समष्टि पनि सार्वजनिक प्रशासन हो। सार्वजनिक प्रशासनको परिचय सम्बन्धी यो सामग्री यति नै। तपाईँहरूलाई आजको हाम्रो सामग्री कस्तो लाग्यो हामीलाई प्रतिक्रिया दिनुहोला। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नुहोला। यस्तै भिडियोहरू हामीले तपाईँहरूको लागि ल्याइराख्छौँ। हवस् त, धन्यवाद, नमस्कार।